विश्वको एउटा यस्तो अजुबा बिल्डिङ जुन स्पेनमा लोकेटेड छ र यसले इतिहासै रचेको छ। म देखाउँछु तपाईँहरूलाई भिडियोमा। खासमा 1882बाट निर्माण सुरु गरिएको यो एउटा चर्च, जसलाई 140 वर्षभन्दा बढी भइसकिसक्यो, अहिलेसम्म निर्माण सम्पन्न भएको छैन। त्यसको बिचको टावर चाहिँ भर्खरै 2 महिना अगाडि मात्रै बनाएर सम्पन्न भयो भने यसको डेकोरेसनको काम चाहिँ अझै एक्सपेक्टेड चाहिँ 2034 सम्म लाग्ने भनेर भनेको छ। म तपाईँहरूलाई बिल्डिङ देखाउँदै कुरो गर्छु है त। सो दिस इज इट। यो चाहिँ 140 वर्षभन्दा बढी कन्स्ट्रक्सनलाई लागेको वर्ल्डको रेकर्डै राखेको प्रोजेक्ट हो कन्स्ट्रक्सनमा। यो चाहिँ यसको आर्किटेक्टले के भनेको थिए भन्दाखेरि, मेरो क्लाइन्ट यानि कि यो चर्च जो मैले भने मेरो क्लाइन्ट यानि कि मेरो गडलाई केही पनि हतार छैन, त्यसले गर्दाखेरि म यसलाई सुरैले बनाउन चाहन्छु भनेर भनेको थियो। पछि गएर उसको एक्सिडेन्टमा देहान्त भयो। त्यो एक्सिडेन्टमा देहान्त भइसकिसकेपछि उसको चिहान पनि यहीँनिर गाडिएको छ। यो अहिलेको रेकर्ड, यसले राखेको रेकर्ड भनेको वर्ल्डको हाइएस्ट चर्च, द हाइएस्ट चर्च इन द वर्ल्ड भनेर यसले रेकर्ड राखेको छ। भने अर्को एउटा के पनि इन्ट्रेस्टिङ कुरो छ भन्दाखेरि, यहाँ नजिक एउटा माउन्टेन छ। त्यो गौडीले के भनेको थिए भन्दाखेरि, म भगवान्ले बनाएको कुनै पनि संरचनाभन्दा ठुलो संरचना बनाउन चाहदिनँ भनेको थियो। सो त्यसले गर्दाखेरि यो चर्च चाहिँ त्यो माउन्टेनभन्दा मात्र 1 मिटर छोटो छ। आफै बुझ्न सक्नुहुन्छ, 140 वर्षको कन्स्ट्रक्सन, नट येट कम्प्लिटेड। यो बिचमा देखिएको जुन टावर छ, बिचको टावर छ, त्यो टावर मात्रै 2 महिना भयो सम्पन्न भएको। यत्रो समय लाग्यो। खोइ स्पेनिस आर्किटेक्टहरूले के गर्छन् कुनै, हामी नेपालीहरूलाई दिनु नि पऱ्यो है। नेपालीहरूले पाएको भएदेखि यो 1 वर्ष 2 वर्षमै सकिदिन्थ्यो होला। होइन त? के छ, कस्तो लाग्यो तपाईँहरूलाई?